हेलो। हजुर के गर्नुहुन्छ कान्छ? के गर्ने र के गर्ने परदेशी जिन्दगी गाह्रो छ नि। कामै काम कामै काम के गर्ने यस्तै छ हौ। ड्युटीमै हुनुहुन्छ? के रुममा सुतेको जस्तो लाग्यो र नि। ड्युटी त ड्युटी नगर्ने अन्त कहाँ खाना कहाँ पाइन्छ र हौ। घरमा भएपछि पो बडीले बनाएको मिठो तितो जे जस्तो भए पनि खाने हुन्छ र नि। परदेशको ठाउँमा त के काम नगरेर त कहाँ खान पाइन्छ त हौ। बडी एक दिन काम गरेन भने त भोकै बस्नुपर्छ त हौ। कोल खान पाइन्न भने र अब ड्युटीमै हुनुहुन्छ त भन्ने पनि के हो के थाहा त कतिखेर ड्युटी जानुहुन्छ कतिखेर रुममा हुनुहुन्छ मलाई थाहा हुन्छ र। अब उहाँको टाइम फरक हुन्छ यहाँको फरक हुन्छ त्यही भएर पो सोधेर अनि फेरि के जरङ जरङ गरेर भ्याहा के को जरङ जरङ होला हौ। बड्डे जरङ जरङ गर्ने त गाह्रो छ। कामले त मोरी मोटी हुन्छ, शरीर सब गलिसक्यो। मान्छे त पुरै लास्टै पातलो होला जस्तो छ गाँठे। पातलो भए त राम्रो भयो र। जति काम गर्यो त्यति शरीर फुर्तिलो हुन्छ थाहा छैन। ए खै थाहा भएको छोरा भए त थाहा हुन्थ्यो ल। घरदीको छोरा पर्यो त्यही भएर त अलि थाहा छैन हौ। ए त्यही भएर थापा छोरालाई केही थाहा छैन भने घरती छोरालाई एउटा प्रश्न सोध्छु, जान्नुहुन्छ कि नै कान्छ? सोधम। प्रश्न त म त फिलिली भनिदिइहाल्छु नि हौ। कस्ता कस्ता प्रश्नहरू त मिलाइन्थ्यो गाँठ्यौ। त्यहाँबाट तिमीले कस्तो सोधौला रे गाँठ्यौ, मिलाइहाल्छु नि यार। 100मा 100% मिलाउँछु ल। बाजी राख्ने हो? राखौँ न त। बाजी के राख्ने हो भन नि त। के राख्ने हो त? बाजी नराखौँ, प्रश्न सोध्छु। बाजी राख्ने नै मैले हारेछु या त जान्छु भन्नुहुन्छ र डर लाग्यो। ए हो त लौ हुन्छ त्यो पनि। त्यो भएपछि 12 हल गोरुको खुट्टा कतिवटा हुन्छन्? 12 हल गोरुका खुट्टा कतिवटा हुन्छन्? ए त्यति पनि जान्नुहुन्न त नि। के भन्छ 12 हल भनेपछि त अनि के भन्छ कति 12वटा थियो अनि बाउको अनि भने त 14वटा हुन्छ नि। ए त्यति पनि जाने हुन त मैले। कसरी हुन्छन् 14वटा? के होइन नि अनि के भन्छ 12 हल गुरु भयो अनि ए अझ त्यो त कहाँ यार 12 भनेपछि त चौका भनेपछि त कहाँ 44 48 2 50 हुँदैछ यार। है तिर्का यार भयो 50 को जान्छु भन्दै फुरफुर फुर गर्नु बिहान छ खै त जाने जान्छु भन्दै फुरफुर गरेको मान्थे खै त गरे जाने। 12 हल भनिस् त बाको यो के भन्छ रे, बाका खुट्टा र हल गोरुका खुट्टा जोड्नु न कतिवटा हुन्छन्? ए लो हल गोरुका 8वटा भए बाको 2टा 10वटा भएनन् त? है तिर्का यार 8वटा हुन्छन् 50वटा। म त जाने थिएँ यार, यो त बिर्सेको काटे। ओहो है तिर्का यार मिस्टेक भयो त यार। बाजे सर्या भए त हारिने रहेछ काटे। बाजी सरिया पनि हुने त म पहिल्यै डराइए। हट हारेर सुकिया जान्ने हुन्छ क्या भनेर म डराएँ। जान्छु भन्न पुरा हट तिर्का यस्तो पनि हुन्छ त यार।